हेलो फ्रेन्ड्स, तपाईँलाई स्वागत छ मेरो नयाँ ब्लगमा। मेरो ब्लग चाहिँ धेरै दिनपछि आउँदैछ होइन, किनकि हामी चाहिँ आज जाँदैछौँ रारा। हाम्रो रारामा चाहिँ प्रथम रारा महोत्सव हुँदैछ। त्यहाँ चाहिँ आज एउटा नेपालको चर्चित भनौँ न चलेको मान्छे ज्योति मगर आउँदै हुनुहुन्छ होइन। हामी चाहिँ उसलाई हेर्न जाँदैछौँ। सबैले साथ सपोर्ट गर्नु होला, भिडियो अन्तिमसम्म हेर्नु होला। ल यति भन्दै हामी चाहिँ बाटोतर्फ लाग्छौँ होइन। म चाहिँ सिधै त्यहाँ पुगेर तपाईँहरूलाई चाहिँ ज्योति मगरको प्रस्तुति देखाउँछु। हस् त, बाई। हो हामीले सुन्दै पनि आइरहेको, भोग्दै पनि आइरहेको। सो म भन्छु अहिले ठुलो बजेटहरू कहिले केमा भन्छ, कहिले के को लागि भन्छ, फलानु गाउँपालिका फलानु बाटोको लागि भन्छ, फलानु स्कुलको लागि भन्छ होइन। तर त्यो नेपालमा सबैभन्दा ठुलो बजेट हाल्नु जरुरी कर्णालीमा छ। यो कुराहरू बुझेका पनि होला, तर बुझ बचाउनेहरूलाई केही भन्न मिल्दैन। हेलो हेलो। सो यति भन्दै अब म त नेता होइन, भाषण गर्न आएको होइन होइन। म त मेरो सोल्टीजीहरूको प्रिय सोल्टिनी हो, सोल्टिनीहरूको प्रिय डार्लिङ हो म। गीतबाट सुरु गरौँ। अनि म शान्तराम सेन्चुरलाई पनि एउटा कुरा भन्छु, हाम्रो भेगतिर, हाम्रो एरियातिर हाम्रो महोत्सव लाग्दै गर्दाखेरि हाम्रै भेगतिरको कलाकारहरू हाल्नुहोस्। त्यो पूर्वतिरबाट मगाउन जरुरी छैन है। हाम्रो हुम्ला जुम्ला कर्णालीतिर, हाम्रो सुदूरपश्चिमतिर, हाम्रो मध्यपश्चिमतिर धेरै त्यस्ता कलाकारहरू छ। सो हामीलाई प्रमोट गर्नु पर्यो भन्दै अब म सिधै गीत गाउँछु। खासमा मैले धेरै सेन्टिमेन्टल गीत पनि गाएको थिएँ, तर अब स्कर्ट लाएर अब माइतीको माया परेर भन्दा त्यो मिठो पनि सुन्दैन होला आई थिङ्क होइन। सो मेरो सोल्टीहरूकै चोइसहरू गाउँछु ल। अनि एउटा राम्रो घटना थाहा छ, हिजो बेलुका म पनि हल्का अब यहाँ आइसकेपछि रुस्लान भोटका 8848 हान्नु हुँदैन कि, रक्सी नै खानु पर्यो भने हाम्रो लोकल कोदोको हान्नुपर्छ होइन। अनि हिजो म पनि हल्का यसो 2-4 प्याक लाएर बसिरहेको थिएँ होइन। अनि यसो सोल्टीहरू हेरेको, सोल्टीहरू त सबजना प्याक लाएर बसिरहेको रहेछ कि। अनि ठ्याक्क मेरो गीतसँग मेल खाँदो रहेछ कि। अनि त्यो सोल्टीले सायद 2 प्याक मात्रै लाउँथ्यो होला, ज्योति मगर अगाडि देखेपछि अर्को 4 प्याक हान्यो। त्यसैले एकदम हामी तपाईँ हाम्रो जीवनमा समग्रमा मिल्छ यो गीत चाहिँ। साँझ पख भटीमा छिरेको, साँझ पख भटीमा छिरेको, थाहै पाइन बिल कति तिरेको, कान्छी मुसुकै पैसा फुसुकै, कान्छी मुसुकै पैसा फुसुकै। अब कान्छी मुसुकै भन्छ, तपाईँहरू पैसा फुसुकै भन्नु ल। कान्छी मुसुकै पैसा फुसुकै, कान्छी मुसुकै पैसा फुसुकै। वास्तव भने कर्णाली कसम यसको भाडो पड्काउँछु म अहिले। फेरि एकचोटि हुर्र गऱ्यो भने म त्यही आएर फेरि अहिले। खासमा कर्णालीको छोरीहरू भने चाहिँ यस्तो हुनुपर्छ ल, आवाज जहिले पनि बुलन्द हुनुपर्छ केटीहरू। कान्छी मुसुकै पैसा फुसुकै, कान्छी मुसुकै पैसा फुसुकै। यो चाहिँ कान्छाको लाइन हो। अब कान्छीको लाइन। नाको फुली टल्केको टिलीले, नाको फुली टल्केको टिलीले, सोल्टी राजा 3 प्याकमै फेलेले, पैसा हर्लाकै सोल्टी सर्लक्कै, पैसा हर्लाकै सोल्टी सर्लक्कै। अब म पैसा हर्लक्कै भन्छ, तपाईँहरू सोल्टी सर्लक्कै भन्ने ल। पैसा हर्लक्कै सोल्टी सर्लक्कै, पैसा हर्लक्कै सोल्टी सर्लक्कै। हेलो 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 आलु आलु ए लात्ती लान बिटिस उबो उबो टक 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 टक। Oh my God. Okay.
मुस्की ट्र्याक बजाउनु अनि मोबाइलबाट फुल साउन्ड गर्नु ल कान्छी मुस्की फुल साउन्ड ओके